सम्पूर्ण साथीहरुमा मेरो नमस्कार, मिठो सम्झना। फेरि पनि आज तपाईहरुको माझमा एउटा अर्को भिडियो लिएर आइसकेको छु। यस जब नोटिफिकेसन युट्युब च्यानलमा अहिले तपाईहरु हेर्दै हुनुहुन्छ जब नोटिफिकेसन युट्युब च्यानल र म जब नोटिफिकेसन युट्युब च्यानलको साथमा अहिले जापानबाट बोलिरहेको छु। साथीहरु, यो जुन भर्खरै तपाईहरुले एप्लाई गर्नु भएको छ जुलाई इन्टेकको लागि, अप्रिल इन्टेकको लागि, र कोही साथीहरुले अब जुलाई इन्टेकको अहिले प्रिपरेसन गर्दै हुनुहुन्छ होला। उहाँहरुको लागि मैले इन्फर्मेसन लिएर आएको छु। यसमा तपाईहरु डकुमेन्टेसनमा के मिस्टेक गर्दाखेरि सिओई आउने चान्स कम हुन्छ र तपाईको कस्तो कलेजमा एप्लाई गर्दाखेरि सिओई आउने चान्स एकदमै बढी हुन्छ, त्यो बारेमा आज हामी रहेर कुराकानी गर्नेछौँ। र अहिलेसम्म नै च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने च्यानल सब्स्क्राइब गर्नु होला र बेल आइकन नोटिफिकेसन अल गरेर भिडियोलाई सपोर्ट गर्नु होला। यो भिडियो तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला र भिडियो राम्रो लागेमा लाइक गर्नु होला र साथीहरुले पनि शेयर गर्नु होला। सबभन्दा फर्स्ट अपन के कुरा हुन्छ भन्दाखेरि जस्तै तपाईहरु एप्लाई गर्नुभन्दा अगाडि इन्टरभ्यु दिनुहुन्छ र इन्टरभ्युमा पास भइसकेपछि कन्सल्टेन्सीले आफ्नो चार्ज लिने गर्छ र तपाईको चार्ज लिएर जुन वाडाको काम जुन हुन्छ, वाडाको डकुमेन्टहरु बनाउनु पर्ने, जुन वाडाको डकुमेन्टहरुमा तपाईले कस्ता मिस्टेक गर्नुभयो भने तपाईको सिओई आउने चान्स एकदमै कम हुन्छ, सिओई आउँदैन, त्यस्तो बारेमा हामी आज कुराकानी गर्नेछौँ। सबभन्दा पहिला तपाईको एक नम्बरमा रहेको छ जुन तपाईको डकुमेन्टेसन, जस्तै +2 मा र नागरिकतामा यदि कुनै फोल्ड छ भने भिसा आउँदैन, तपाईको सिओई आउँदैन। जस्तै नागरिकतामा भयो, जस्तै जन्ममिति कसैको फरक हुन्छ हैन, एकजना हामीसँगै पढेको साथीको जन्ममिति फरक थियो र तपाईको नागरिकतामा फरक थियो र तपाईको यो +2 कोमा फरक थियो, नाम पनि फरक थियो र त्यस्तै गरेर बुवा आमाको नाम र जन्ममिति एकदमै राम्रोसँग लेख्नुपर्ने हुन्छ र लेखाउनु पर्ने हुन्छ र नाता प्रमाणितको लागि कन्सल्टेन्सीहरुले 3 जनाको मात्र फ्यामिली मेम्बर देखाउँछ। 3 जना या अत्याधिक मात्रामा 4 जना, धेरैलाई भयो भने 4 जनाको लागि मात्र देखाउँछ। जस्तै एउटा आफै भयो, आमा बुवा भयो, एकजना दाजुभाइ या दिदीबहिनी छ भने उसको लागि देखाउँछ र यदि बिहे भएको छ भने तै पनि सिंगल जनाउँछ, किनभने यदि बिहे भएको छ भने यो पढ्न सक्दैन, घरिघरि नेपाल जान्छ भनेर यिनीहरूले सिंगल मान्छेले बढी प्राथमिकता दिन्छ र यदि बिहे भएको छ भने अलिकति मान्यता छ कि अलि कम चान्स दिन्छ, तर त्यस्तो केही हुँदैन। तपाई बिहे भएको छ भने एकदम ढुक्क भएर लेख्नु होला, म बिहे भएको छु, एप्लाई गर्नु होला, रिलेसनशिपमा देखाउनु होला, नाता जुन प्रमाणित हुन्छ एउटा रिलेसनशिप सर्टिफिकेट, त्यसमा को छ मेम्बर एकदमै राम्रोसँग देखाउनु होला र नाममा जस्तै क्यापिटल लेटरको ए छ भने, जस्तै अखिलेश भयो, जस्तै क्यापिटल, जस्तै मेरो नाम अखिलेश भण्डारी भयो, अखिलेश कुमार माली भयो हैन, जस्तै अखिलेश कुमार स्पेस दिने, त्यसपछि स्पेस दिएको हुन्छ, त्यसपछि क्यापिटल के छ, के स्मल के छ उहाँको नागरिकतामा हेर्नु होला। तपाई आफ्नो नागरिकतामा राम्रोसँग त्यसपछि एक बुँदा तपाईको एक बुँदमा एक पोइन्टमा तपाईको यहाँ हेर्ने गर्छ र डकुमेन्ट जहिले पनि एकदमै राम्रो र चिटिक्क परेर जस्तै हुन्छ मोडेर फोल्ड गरेर त्यस्तो डकुमेन्टहरु एप्लाई गर्न नभन्नु होला। र यदि तपाईहरु फोल्ड गरेको यदि केही अलिकति नि दाग लागेको पेपरहरु छ भने फेरि बनाउनु होला, नआतिनु होला, केही छैन, फेरि एप्लाई गर्नु होला, के भन्छ फेरि बनाउनु होला, वाडाको त काम हो, फेरि जानु होला, फेरि बनाउनु होला हैन। यो तपाईको एकदमै भागदौडको समय हुन्छ। जस्तै 1 हप्ता 10 दिनको टाइम दिन्छ कन्सल्टेन्सीले, छिटो बनाएर देऊ। यो भागदौडको समयमा राम्रोसँग 2 चोटी 4 चोटी 5 चोटी होस्, तर राम्रोसँग बनाएर एप्लाई गर्नु होला। त्यस्तो रह्यो कुराहरुको। तपाईको अब बाँकी काम हुन्छ कन्सल्टेन्सीको, तपाईको फ्यामिली इन्कम कति छ, लगभग फ्यामिली इन्कम तपाईको 25 र 30 को बीचमा देखाउनु भयो भने तपाईको सिओई आउने चान्स बढी हुन्छ। यदि 20 सम्मको, यदि टोकियोमा यदि एप्लाई गर्दै हुनुहुन्छ भने 25 देखि 30 सम्मको वार्षिक इन्कम देखाउनु होला, देखाउनलाई भन्नु होला। यदि त्यो भन्दा कम छ भने यहाँ सिओई आउने एकदम चान्स एकदमै कम हुन्छ। र टोकियोमा यदि अन्तै फुकुओका, ओसाका, तपाईको चिबा साइडतिर छ भने, चिबा सैतामा साइडहरु यदि भित्रमा छ भने तपाईको 22 देखि 23 सम्म गर्दा नि आउने चान्स हुन्छ। तर टोकियोमा आउँदाखेरि, किनभने टोकियो एकदमै विश्वको महँगो सहरमा मानिन्छ, त्यही भएर 25 देखि 30 मानको बीचमा तपाईको जस्तै 25 लाखदेखि 30 लाखको बीचमा वार्षिक इन्कम देखाउनु होला। र अरु के भन्न चाहन्छु भने तपाईको जुन अर्को कुरा के छ, यदि सिओई को लागि धैर्य धारण गर्नु होला, राम्रोसँग बस्नु होला
घरिघरि कलेजलाई मेल नगर्नु होला, आफैले कहिले पनि मेल नगर्नु होला कलेजलाई। कुनै यदि केही बुझ्नु परेमा कन्सल्टेन्सीलाई मात्र सम्पर्क गर्नु होला, नआत्तिनु होला, सिओई आउँछ। यही भन्दछु। र अर्कोमा के छ कि तपाईँको एक पोइन्ट होइन, एक पोइन्ट तपाईँको एकदमै महत्त्वपूर्ण हुन्छ अहिलेको समयमा। जस्तै अब कुरा रह्यो तपाईँको इन्क्वायरी कलको लागि होइन। इन्क्वायरी कल दुई टाइपको आउँछ होइन। एउटा तपाईँको इन्क्वायरी कल भनेको एउटा इमिग्रेसनले गर्छ र अर्को तपाईँको कलेजले गर्छ। फर्स्ट यदि तपाईँको अलिकति केही मिस्टेक भयो भने पहिले सुरुमै कलेजले समातिहाल्छ डकुमेन्ट होइन। त्यस्तोमा कलेजले सोधपुछ गर्छ। सोधपुछ गरेमा यदि फेला पऱ्यो भने तपाईँको डकुमेन्ट इमिग्रेसनमा बुझाउँदैन होइन। केही गल्ती भयो भने जोगिन्छ, तपाईँको सिओई एप्लाई हुँदैन होइन। र यदि तपाईँको के सोध्छ, जस्तै कलेजबाट फोन आयो भने तपाईँको जन्ममिति कहिले हो, बुवाको नाम कहिले हो, के छ, बुवाको जन्ममिति कति हो, आमाको नाम के छ, आमाको जन्ममिति कहिले हो, र फ्यामिलीमा के कतिजना छ, सबैको बर्थ अपडेट एकदमै राम्रोसँग लेखेर सँगै राख्नु होला। र जुन नम्बर दिएको छ त्यहाँ त्यो नम्बरमा एकदमै 24 घन्टा, 24 घन्टा त होइन, जस्तै नेपालको 7 बजेदेखि लिएर 2 बजेसम्म, 2, 3, 4, 5, 2 बजेसम्म, 2-3 बजेसम्म नेपालको एकदमै अन राख्नु होला। मोबाइल सधैँ मोबाइल सँगैमा राख्नु होला। यदि तपाईँको फोन रिसिभ भएन, फोन लागेन, त्यसमा पनि चान्स एकदमै नआउने चान्सै जस्तो हुन्छ। किनभने इन्क्वायरीमा फालिदिन्छ, तपाईँको सिओई इन्क्वायरी भनेर रिजेक्ट गरिदिन्छ होइन। अर्को कुरा रह्यो तपाईँको वार्षिक इन्कम कति छ, कुन ब्याङ्कमा खाता हो होइन। अनि तपाईँको ट्रान्जेक्सन पनि सोध्न सक्छ। योभन्दा पहिला तपाईँको बुवाले कसले ट्रान्जेक्सन गरे हो होइन, कसले कति तिर्या हो, त्यो सब कुरा सोध्न सक्छ इमिग्रेसनले। त्यही भएर सम्पूर्ण कुरा तपाईँले कन्सल्टेन्सीबाट डकुमेन्ट माग्नु होला। तपाईँले कन्सल्टेन्सी डकुमेन्ट आवश्यक नै दिनेछ। र त्यसपछि तपाईँले पुरै डकुमेन्टहरू आफ्नो साथमा लिएर राख्नु होला है त। म त आफै डकुमेन्ट एप्लाई गर्ने बेलामा अप्रिल इन्टरको म आएको छु जापान अहिले। म पनि त्यस्तै गरेको थिएँ। जस्तै मेरो 3 चोटि डकुमेन्ट बनाएँ। म एकचोटि बनाएर राम्रोसँग एकदमै पुरै आफैले चिट्टिक्क पारेर ल्याएको थिएँ। बाटोमा पानी पऱ्यो, बाइकमा डकुमेन्ट थोरै अलिकति दाग लाग्यो क्या, अलिकति भिजेपछि त्यो क्यान्सल गरिदियो कन्सल्टेन्सीले। होइन, हुँदैन यो, तपाईँले फेरि गएर बनाएर ल्याउनु। त्यसपछि फेरि म गाउँमा गएँ, फेरि वडामा फेरि बनाएँ। त्यसपछि आएपछि फेरि कन्सल्टेन्सीले फेरि राम्रोसँग एकचोटि होइन 3-4 चोटि चेक गर्छ। अलिकति केही मिस्टेक भयो भने फेरि बनाउनु लगाउँछ। त्यसपछि मैले 3 चोटिमा मैले एप्लाई गर्दाखेरि 3 चोटि डकुमेन्ट बनाएर एप्लाई गरे हो। त्यही भएर तपाईँहरू नआत्तिएर एकदमै धैर्य धारणको साथमा पैसा खर्च होस्, अलिकति पैसा खर्च नै हुन्छ होइन, मेटर हुँदैन। तर तपाईँको सिओई आउँछ भने अलिकति मेहनत गर्नुहोस् होइन। त्यसको लागि एकदमै पोइन्ट कुराहरू हेर्नुहोस्, नआत्तिनु होला। सिओई आउँछ, केही मिस्टेक छैन भने तपाईँको एकदमै आउँछ, नआत्तिनु होला। यदि सिओई एकदमै आएन भने धेरै बाटो छ जापान छिर्नलाई, एकदमै धेरै बाटो छ, सजिलो बाटोहरू पनि छ। तपाईँको वर्किङ भिसामा पनि एप्लाई गर्न सक्नुहुनेछ, नआत्तिनु होला। तर यो समय तपाईँको लागि एकदमै राम्रो छ। र अब इन्क्वायरी कलहरू मलाई लाग्छ अब डकुमेन्टहरू अहिले कोही कन्सल्टेन्सीले बुझाइसकेको छ र कोही कन्सल्टेन्सीले बुझाएको छैन। जुन कन्सल्टेन्सीले बुझाइसकेको छ उहाँहरूलाई इन्क्वायरी कल आउन सक्छ। अहिले तपाईँको इमिग्रेसनमा जाँदैन। जुन तपाईँको अहिले 1 महिनाभित्रमा तपाईँको यो जनवरीसम्म यदि तपाईँको कल आयो भने बुझ्नु कलेजबाट इन्क्वायरी कल गरेको छ होइन। र अप्रिल जनवरी पछि तपाईँको कल आयो भने तपाईँको इमिग्रेसनबाट कल आउने चान्स बढी हुन्छ। किनभने त्यहाँ सबैभन्दा सुरुमा नेपाली सेन्से हुन्छ होइन। नेपाली सेन्से तपाईँसँग कुरा गर्छ, फलानुजी तपाईँसँग फलानु जापानिज एकजना बोल्न चाहन्छ, तपाईँको भनेको कुराहरू एन्सरको जवाब दिनु होला, राम्रोसँग नआत्तिनु होला, नडराउनु होला भने तपाईँले अगाडि नै भनिदिन्छ। त्यसपछि जापानिजले बोल्छ तपाईँको नाम के हो, कति वर्ष पुग्नुभयो, त्यस्तै सामान्य कुराहरू सोध्छ। र तपाईँको अलिकति केही झुक्यो भने तपाईँको फ्यामिली मेम्बरको बारेमा सोध्न सक्छ। तपाईँको वार्षिक इन्कम कति छ, घरमा के पेसा व्यवसाय छ, त्यो सम्पूर्ण कुरा सोध्न सक्छ। त्यही भएर सम्पूर्ण कागज एकदमै आफ्नो साथमा राख्नु होला। यो 2 महिना एकदमै इम्पोर्टेन्ट छ। र 2 महिनासम्म तपाईँको मोबाइल एकदमै अफ हुनु भएन, फोन रिसिभ हुनु पऱ्यो। यति कुरामा यदि ध्यान दिनुभयो भने तपाईँको सिओई एकदम 100% आउँछ। र एउटा अर्को कुरा रह्यो तपाईँको ए ग्रेड बी ग्रेडको कलेज, 2टा क्याटेगोरीको कलेज हुन्छ। जसमा ए ग्रेडमा यदि एप्लाई गर्नुभयो भने 100% भिसा आउने चान्स हुन्छ, सिओई आउने चान्स हुन्छ। र बी ग्रेडमा यदि गरेको छ भने भिसा आउने चान्स एकदमै मतलब 50-50 हुन्छ। होइन त नभनौँ, एकदमै 50-50 हुन्छ। किनभने
ए क्वालिटी र मतलब ए ग्रेड र बी ग्रेडमा के फरक हुन्छ। जस्तै ए ग्रेडमा तपाईँको गएकोहरू एकदमै राम्रो, कुनै ब्ल्याक लिस्टमा नपरेको, कुनै कानुन प्रक्रियामा नफेला परेको ग्रेडलाई कलेजलाई ए ग्रेड भन्छ र कुनै गएकोले इमिग्रेसनले समातिदिन्छ कि लापरवाही गरेको हुन्छ कलेजले, त्यस्तालाई बी ग्रेड भन्छ। त्यो कुरामा नझुकिनु होला र बुझेर जाँचे बुझेर कन्सल्टेन्सीमा गएर एकदमै जाँचे बुझेर गर्नु होला। एप्लाई नआत्तिनु होला। यसपालि भएन भने अर्कोचोटि गर्नु होला। अक्टोबर इन्टेक, जुलाई इन्टेक, जनवरी इन्टेक, अप्रिल इन्टेक, जुलाई इन्टेक, अक्टोबर इन्टेक हुन्छ, 4वटा इन्टेक हुन्छ। त्यसमा राम्रोसँग तपाईँहरू बुझेर गर्नु होला। र यो अक्टोबर इन्टेक के भन्छ सबभन्दा बढी भिसा आउने चान्स बढी हुन्छ र त्यही भएर यसमा बढी सिओई आउँछ होइन, नआत्तिनु होला। आउँछ तपाईँहरूको पनि आउँछ र यो सिओई आउने मा के कति महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसपछि पासपोर्ट बुझाउने ठाउँमा मैले पनि अहिले पासपोर्ट बनाउनु भएको छैन भने पासपोर्ट पनि खुरखुरु बनाइहाल्नु, नत्र गाह्रो हुन्छ पछि है त। कुनै कन्सल्टेन्सीले तपाईँको कुनै कलेजले अघि नै पासपोर्ट माग्छ र कुनैले पछि दिँदा नै हुन्छ भनेर भन्छ होइन। तर तपाईँहरूले बनाएर राख्नु होला। एकदमै पासपोर्ट एकदम आवश्यक हुन्छ, किनभने हतारमा गऱ्यो भने हतारको काम थाहा छ बिग्रिन्छ। त्यही भएर अगाडि नै बनाएर राख्नु होला होइन। तपाईँहरू महत्त्वपूर्ण भिडियोहरू अहिले बुँदाहरू भने तपाईँहरूलाई यो बुँदाहरूमा ख्याल गर्नु होला र जुन पेपर दिएको छ कन्सल्टेन्सीबाट त्यसलाई रटिहाल्नु, त्यसलाई एकदमै रटि नै हाल्नु, किनभने त्यो एकदमै सोध्न सक्छ। अब इमिग्रेसन कल भनेको तपाईँको 98%, 95% आउने चान्स हुँदैन। र जसको कुनै 95%मा के हुन्छ कि जस्तै तपाईँको डकुमेन्टमा कुनै फोल्ट छ, शङ्का लाग्यो होइन, अनलकको पनि भर हुन्छ होइन, त्यस्तोमा आउँदैन। तर भाषा चाहिँ दह्रो बनाएर आउनु, भाषा एकदमै राम्रोसँग पढ्नु, यति भन्दछु। र अघिल्लो भिडियोमा हामी के लिएर आउँछ भन्दाखेरि अब सिओई आउँदाखेरि अगाडिको प्रोसेस के गर्नुपर्ने हुन्छ र के सामान ल्याउने जापान आउँदाखेरि सम्पूर्ण कुरा तपाईँहरूलाई हामी समेटेर भिडियो एउटा बनाउने छु। चाहियो भने हामीले कमेन्ट गर्नु होला। र आजको लागि भिडियो यतिकै रहेको छ। फेरि अर्को भिडियो हामी तपाईँहरूको माझमा छोड्ने नै छौँ। तबसम्म बिदा दिनुहोस्। हस्त नमस्कार। जय नेपाल। राधे राधे।